सो हेलो फ्रेन्ड्स, वेलकम टु माई च्यानल। आज चाहिँ मैले F11 को माइक अर्डर गरेको थिएँ अनलाइनमा। त्यसलाई अनबक्सिङ गरेर चाहिँ हामी माइकलाई टेस्ट गरेर पनि हेर्छौँ है त। यो अर्डर आइसकेको छ हाम्रो, एकदम फुल प्याकमा है। यसको म अनबक्सिङ गरेर तपाईँले माइक पनि टेस्ट गरेर देखाउँछु है त। फुल फ्रेस अनबक्सिङ गरौँ अनि माइक टेस्ट गरौँ है त कस्तो हुने रहेछ ब्लगिङको लागि। नर्मल म यो माइक बिना बोलिराख्दा यस्तो आवाज आइरहेछ होइन, माइकबाट नि म टेस्ट गरेर बताउँछु नि तपाईँलाई। वाह क्या बात, यसमा के रहेछ? यसमा यो छ होइन, यो चाहिँ हाम्रो डिभाइसमा जडान गर्नको लागि। यो आइफोनको एउटा छ टाइप सी, यो चाहिँ क्यामेराको लागि हो। माइक चाहिँ डबल छ है, माइक डबल। वाह, ब्लगको लागि कस्तो हुने रहेछ एकचोटि म तपाईँलाई त्यसमा पनि टेस्ट गरेर देखाउँछु। यसमा के आयो त? यसमा एउटा चार्जर छ, यो माइक हो। यसमा चार्ज पनि सी टाइप नै लाग्ने रहेछ है त, सी टाइप। यसले पावर बटन यहाँ रहेछ, भोल्युमको पनि प्लस माइनस रहेछ। स्टार्ट गरौँ है त्यसको, स्टार्ट भइसक्यो। यो पनि यसलाई पनि स्टार्ट अन गर्नुपर्ने, अन भइसक्यो। अब म जोडेर पनि देखाउँछु है तपाईँलाई। अब चाहिँ मैले माइक पनि जोडिसकेको छु। अब चाहिँ यो पनि हालौँ है त। यसले चाहिँ एयर कन्ट्रोल गर्छ खास माइकको चाहिँ। यसलाई लगाएपछि भोल्युम प्लस कस्तो आइरहेछ आवाज? म अघिको जस्तो सानै स्वरमा बोलिरहेछ है, कस्तो आइरहेछ? राम्रै आइरहेछ होला होइन? कस्तो लाग्यो त F11 माइक? ब्लगिङको लागि कस्तो हुने रहेछ, कस्तो चार्ज टिक्ने रहेछ, त्यो त युज गरेर थाहा हुन्छ है। यो फाइनली आजदेखि चाहिँ हामी यो माइक युज गरेर चाहिँ हामी ब्लग बनाउनेछौँ। थ्याङ्क यू सो मच। यति नै भिडियो है, मनपर्छ भने लाइक गरिदिनु होला है त, सेयर गरिदिनुहोस्, सब्सक्राइब पनि हानिदिनु होला है त। बाई बाई।